नमस्ते, शुभ बिहान। बिहानको चाय बल्ल पिउँदैछु। नानीहरूको स्कुल एक्जाम चल्दैछ। के गर्ने? आमा हो, आफ्नो कर्तव्य निभाउनु पर्दछ। छोराछोरीको लागि हर चिज गर्नु पर्दछ। आमा बुवा भनेको त आमा बुवा हो, छोराछोरीको लागि भगवान हो। हामीले हाम्रो छोराछोरीको लागि उज्जवल भविष्य सोच्छौँ। हामीले बहुत कुछ सोचेर ल्याउँछौँ। त्यस्तै प्रकारले हामीलाई पनि हाम्रो आमा बुवाले सोच्नुभयो, हुर्काउनु भयो, बढाउनु तुलाउनु भयो। आज उही आमा बाउलाई हामीले सेवा गर्नु सकिँदैनौँ, खुसी गर्नु दिनु सकिँदैनौँ। र यो सबै आफ्नो आफ्नो नसिब भाग हो। जसको मानिसको माता पिताको काखमा छन् उनीहरू भाग्यमानी नसिबवालाहरू हुन्। र आमा बुवाको मद्दत गर्नु, आमा बुवालाई सेवा गर्नु, खुसी दिनु, त्यही हाम्रो धर्म हो, त्यही हाम्रो भगवान हो। म भन्नु चाहन्छु सबै साथीभाइ दिदीबहिनीलाई र आजको छोराछोरीहरूलाई पनि। र आमा बुवा जस्तो ठुलो संसारमा केही होइन। र जसको आमा बुवा छन् उनीहरूले बहुत आमा बुवालाई ख्याल याद गर्नु। आमा बुवाबाटै त हामीले संसारमा पृथ्वीमा हामीले पाउ राख्यौँ, दुनियाँ संसार हामीले हेऱ्यौँ। कुन आमा बुवाले आफ्नो छोराछोरीलाई नराम्रो भन्दछ? राम्रै त भन्छन्। भविष्य जीवन उज्जवल भविष्य नि त सोच्छ बाउ आमाले। र अब के भन्नु अरूलाई? म त दुखी घरको छोरी बुहारी हुँ। म दुखी घरको छोरी बुहारी हुँ। र रिजालको छोरी हुँ, कटुवालको भान्जी हुँ, वास्तोला शर्माको बुहारी हुँ। सबैले माया गरिदिनु मलाई। र जो पनि दाजुभाइ दिदीबहिनी जो पनि छन्, जसको काखमा माता पिताको काखमा जो छन् उनीहरू नसिबवालाहरू हो। र उनीहरूले जति सके आमा बुवालाई एक गिलास पानी पनि दिएर खुसीमा सेवा गर्नु। आज मेरो त भाग्य, मेरो नसिबले बाउ आमालाई सेवा गर्नु पाइनँ, बाउ आमाको माया खुसी लिनु पाइनँ, आफूले पनि माया खुसी दिनु पाइएन। 10 वर्षको उमेरमा पिता खस्नुभयो, 17 वर्षको उमेरमा माता खस्नुभयो। र यस्तै प्रकारले जीविका चलाएर आए। आज भाग्य नसिबले सासू ससुरालाई पनि सेवा गर्नु, माया गर्नु, साथ दिनु पाइन सकिन। परदेशमा रहनुले गर्दाखेरि सासू ससुरा त छन् र पनि सेवा गर्नु सकिन। परदेशमा छ। भाग्य नसिब भनेको त्यस्तो हुन्छ। भएर पनि हुँदैन, भएर पनि कहिले पाइँदैन सेवा गर्नु। र त्यस कारणले जसको पनि आमा बुवा सासू ससुरा छन्, काखमा छन्, उनीहरू नसिबवाला हुन्, भाग्यमानी हुन्। सेवा गर्नु हाम्रो धर्म, हाम्रो भगवान देवी देवता उनीहरू नै हुन्, बाउ आमा नै। म यही भन्नु चाहन्छु साथीभाइ। बाई।